हामी माथि चढ्दैछौँ होइन ऊ त्यो पहाड देखिरहेछ पछाडि त्यही हो होइन साथी दुईजना अगाडि दुईजना हामी पछाडि छौँ अब जाँदैछौँ जाने क्रममा छौँ होइन ए ल हामी चढ्न चाहिँ ऊ त्यो पहाडहरू देखिरहेछ नि हो त्यही पहाडमा होइन अब जाँदैछौँ हामी बबाल भव्य हाइट पहाड चढ्ने बुखान सान होइन त्यस पछाडि दामी बबाल भ्यू आउँछ अनि इन्जोय गर्ने रमाइलो गर्ने वेदर पनि एकदम बिन्दास छ होइन यस्तो आज कस्तो फुलै फुल हेरौँ न यो बाटो नि बवाल यहाँ कुद्नेहरू कुदिरहेछन् होइन अनि कोही कुदेर चढिरहेछन् हामी चाहिँ कुद्न सक्दैनौँ हिँडेर चढ्ने हो अनि त्यस्तै हो बबाल भ्यू रङ्गी चङ्गी अहिलेको मौसम बबाल छ घुम्दै गरौँ इन्जोय गर्छौँ ल रेडी हामी ल पहाड चढ्ने ल है बुखान सान ल चढ्ने यस्तै हो बिन्दास यो बाटो हुँदै हामी माथि जाँदैछौँ यस्तो दृश्य वाउ यार यहाँ हेरौँ न त क्या बवाल छैन भ्यू आइट यो हो नि त भ्यू आइट बवाल छ मेरो साथीहरू पछाडि छ होइन पछाडि छन् होइन म चाहिँ यता अगाडि ल हामी बोकेका छौँ हल्का खाजा पानी बोकेका छौँ झोला होइन अनि अब मजाले इन्जोय गर्ने आजको टेम्परेचर पनि देखाएको छ यहाँ मौसम ठिक छ आइट बवाल छ यो बहुत बढिया ल पातहरू यस्तो बवाल झरिरहेछ होइन हामी पहाड चढ्ने भर्खर चढ्यौँ होला 500 मिटर अझै छ 2 किलोमिटर जति होइन बवाल भ्यू त यस्तो हो नि फेरि ल भ्यू यस्तो छ है बवाल छ ओइट ल यो यहाँ हाम्रो साथीहरू गर्मीले पसिना आइसकेको छ अझै चढ्न बाँकी नै छ है ल यस्तो हो है हाइकिङको मजा हामी लिँदैछौँ अहिले बबाल तरिकाले है हावाले पात पनि झरिरहेछ अलिअलि होइन ठिक्क शीतल हावा चलिरहेछ यार कस्तो होइन ल एडी ल केटाहरू ल ऐट ल यो हो नि त ल क्या बवाल ल हाई हेलो ल ल अहिले चढ्ने ल एकदम बवाल भ्यू कोही भिडियो बनाउँदैछन् ल ए हाई हेलो इन्जोय दिँदैछन् है ल गर्मी चढिसक्यो यहाँ मलाई मेरो साथी अशोक यहाँ होइन अनि ल एकदम बवाल भ्यू छ हाइट वाउ ल अब हामी प्रवेश गर्दैछौँ होइन अझै 2.2 किलोमिटर बाँकी छ साथी भयो होइन अनि हल्का फोटो सुट रेस्ट अनि घजाङसिल भयो अब हामी जाँदैछौँ ल 2.2 किलोमिटर अझै बाँकी छ भने पछाडि हामी 1 किलोमिटर आयौँ अब आउँदैछ बबाल पहाडहरू ल यस्तो छ इन्टर बहुत मनोरञ्जन हुँदैछ ल गाइज होइन हामी गइरहेछौँ मान्छे पनि त्यत्तिकै छ गर्मीले दिमाग खराब पसिना भएको छ होइन अझै टपमा आउन धेरै नै बाँकी छ अहिले नै गरिसक्यौँ अब त्यस्तै छ ऐट यहाँ कपालहरू पनि ऊ बिरालो पो हेरेर बस यो बिरालो पनि थुङसानकै लागि हो आएको ऊ रेस्टमा छ अहिले मजाले बवाल भइरहेछ ल
यस्तो छ हैट ल बाबा हाल्छ यस्तै हो अपडेट गर्दै गर्ने छु मेरो भ्लगिङ हुँदै गर्दैछ ल मजाले हामी साथी दिइरहेछ अनि यताबाट हो हामी चाहिँ केटीहरू छन् मजाले कालो चस्मा लगाएको छु मलाई टेन्सन भएन होइन राइट अनि हामी यसरी बब्बाल मान्छे होइन बब्बाल कोही फर्किँदैछन् कोही चढ्दैछौँ होइन हामी ल यस्तै छ हाम्रो रेस्ट टेस्ट भए र अब यो पहाड यो टुप्पो चढ्न गइरहेछौँ हामी यहाँ आराम गऱ्यौँ आरामको ब्लगै अब गलेका थियौँ होइन भिडियो बनाउन सकिएन साथीले चाहिँ बनायो केही छैन अनि हेलिकप्टर पनि पुरै टुर गर्दैछ होइन ल पुरा बब्बाल बब्बाल त्यो पहाड चढ्नेवाला छौँ ल हामी चाहिँ त्यो टुप्पाको लागि यात्रामा छौँ अब कतिसम्म पुग्छौँ थाहा छैन मान्छेहरू जुम गरौँ न यार चस्मा खोलेरै जुम गर्छु मान्छेहरू यस्तो छ पुरै मान्छेहरू चढ्दैछन् ए त्यही त बाटोहरू हो नि मेरो ब्लग यात्रा ल आज काग पो देखेँ यार कता आएछ सुकेर ओके लेट्स एभ्रिवन ल यति नै हामी टपमा जाँदैछौँ अटी ढुङ्गै ढुङ्गा मेन टापुको मेन टापुको फेदमा पुग्यौँ सिधै ठाडो उकालो हो सिधै ठाडो उकालो हो अनि कोरियामा चाहिँ यस्तो व्यवस्था हुँदो रहेछ पछाडि मेरो साथी एकजना अगाडि एकजना गइसक्यो हामी दुईजना सँगै जाँदैछौँ ल अब यहाँबाट यस्तो भ्यू छ पहाड पछाडि पनि डर लाग्दैछ फेरि मोबाइल भ्यू छ ल हामी कोही चढ्दैछौँ कोही फर्किँदैछौँ होइन बवाल छ राइट ल हामी स्टेपहरू पनि हेर्नुपर्छ